माथिबाटको दृश्य हेर्नुहोस् है, अझै उकालो लागिरहेछ। तल माथि गराइराख्यो। तल त अब घरहरू त सानो किम्ला जस्तो देखिन्छन् हेर्नुहोस् है। अहिले देखिरहेछ अझै डाँडा काँडाहरू अलिअलि देखिरहेछ है। हेर्नुभयो, देख्नुभयो तपाईँहरूले? भन्नुहोस् है, म जुम गरिदिनु देखाउँछु है, जुम। यिनी डाँडा काँडाहरू अब आइयो, पहाडहरू हेर्नुहोस् है, पहाडहरू अलिअलि देखिरहेछ केही भागहरू। अब क्या देखिन नि चाहिँ नि डाँडा काँडा अब लास्ट यही हो। अनि त्यहाँदेखि बाहिर चाहिँ अलिअलि त देखिराखेको छ। डाँडा काँडाहरू देखिराखेको छु। छोटो काठमाडौँ सहर। अब माथिबाट चाहिँ अब एकदम तातो घाम लाग्छ है। अब एकदम सूर्यको नजिक आइसकेको छ। हेर्न सक्नुहुन्छ यहाँबाट अब ठ्याक्कै घाम आयो। कस्तो राम्रो घाम आयो बाबै, ठ्याक्कै सिसैमा घाम आयो। देखिन हेर्नुहोस् है, देखिन चान्स केही छैन। तलतिर मैले धेरै जुम गरेँ है, हेर्नुहोस् है। जुम गर्दाखेरि पनि देखियो हेर्नुहोस् है। यो अहिले प्लेन चाहिँ तल नेपालै हो। यो अहिले त नेपाल छोडिसकेको छैन। अहिले कहाँ छोड्छ नेपाल, भर्खर त उड्यो है। कस्तो राम्रो देखियो अहिले तल आउँदाखेरि चाहिँ एकदम राम्रो देखियो हेर्नुहोस् नेपाल है। अलिकति जुम कुन ठाउँको सिन्धुपाल्चोक है दादा? ए नुवाकोट साइडतिर होला। हेर्नुहोस् है कस्तो देखिराख्यो। खोला छ कि हेर्नु। खोला रहेछ है। खोला सानो भेरी जस्तो रहेछ हाम्रो रुकुमको। खोलतिरैतिर अब त्यही हो देखिने कार्यक्रम सकियो। हेर्नुहोस् है तल गाउँको प्लेनबाट हेर्नुहोस् है। सरर मजाले भिडियो त गर्नु पाइयो। हेर्नुहोस् अब देखिन्न। अब चाहिँ देखिन त देखिनै रहेछ, अझै होचै छ क्या है। डाँडा काँडा अग्ला लेक बेसीहरू अब भिडियोमा बुझिन्न लडो साथीहरू भन्दै अब देखिसकेको घरहरू अब माथि उडीको अब त हेर्नु चान्सै छैन। पछि बाटो मात्र छ है। तर राम्रो देखिँदो रहेछ, देखिन त यो घामले गर्दाखेरि अलिक अर्कै देखियो।